भएको छैन त्यही भएर यो बच्चाहरू कहीँ राम्रोसित हेरिदिनु त्यहीको लागि छ म तपाईँ उछिन एकर कसैले हेरिदिया छैन हेरिदिनु भने म 2 शब्द राख्छु तब चामल पाए पनि खुसी छैन म धेरै म दुखी छु यस्तो बच्चाले मैले चामल पाउँ यस्तो बोकिकन ल्याउनु मैले निको भइदिया भए कति कुमाई गर्दो कति पोट्दो कत्रो इन्जुरी हुँदो कत्रो पाइलेट हुँदो आई हामी बोकिन पनि पाउँदैन घरको खेती नगरे खाना छैन टाढोको काम छ दुर्गम ठाउँ छ सदरमुख छैन पल्तिर जो ठाउँ छैन त्यही भएर काम नगरेर खानु छैन यही बच्चाको लागि कुनै ठाउँमा कहीँ हालिदेऊ भनिकन म आग्रह गर्न चाहन्छु। यो बच्चा कति वर्षको भयो? 8 वर्ष भइसक्यो 74 सालमा जन्मियो। यो बच्चाको ढाडदेखि तल नचल्ने शारीरिक पुरै शारीरिक अपङ्ग केही पनि चल्दैन त्यही आफै घसी गर्न जान्छ केही मुख चाहिँ आउँछ मुख त टाप्टो धेरै। बच्चाको नाम के राख्नु भएको छ? बच्चाको जन्मदातामा धनबहादुर छ बाहिर हामी शिव भन्दा छौँ। धनबहादुर भण्डारी रावल हो। तपाईको नाम के हो? मेरो लक्ष्मी बोहरा रावल। यदि अब छ नि तपाईको यदि बच्चालाई उद्धारै गर्नुपर्ने हो भने अनि कस्तो गरिदिया जस्तो लाग्छ अब तपाईलाई? एकन कहीँ पाएपछि कहीँ एकन होस्टेल सेवा सुविधा हुने ठाउँमा हालिदिए त्यही खुसी लाग्ने छ। एकन सेवा हुने ठाउँ र यतिकै अझ लात्तेले चुड्ने कहीँ यताउति हेर्ला फाल्ला गर्नुभन्दा त आफै गरे ठिक छ यहीदेखि हल्का सुविधा हामीभन्दा अर्गेले सुविधा एकन अझ राम्रो गर्ने एको दिशा पिसा पसब खाल्या पनि राम्रो हुनु पर्यो एकन अझ खानपिन पनि राम्रो हुनु पर्यो म त्यही चाहन्छु सबभन्दा मेरो आँखा देख्नु पर्यो ऐन भए पुनः भिडियोबाट कहीँ अबाट फोनबाट द्वारा हुन सक्यो त्यही चाहन्छु सबभन्दा। अहिले पालिकाबाट तपाईले यो भत्ता सामाजिक सुरक्षा अपाङ्ग भत्ता पाउनु भएको छ कि छैन? अपाङ्ग सुरक्षा भत्ता मात्रै पाएछ यताउति पालिकाबाट छुट्टै अपाङ्गको आउँछ भन्छन् त्यो पनि केही दिया छैन। आउने गल्ला हुँदैछन् केही गरेको छैन यही पाए नपाए बुढाबुढी हात यही त पुरा अपाङ्ग छ भनिकन त्यही सामाजिक सुरक्षा त महिना 4000 त्यही वर्षको 48,000 त क्या हुनेछ महिना 4000 बेला हाल्दैन 10-12 महिना 5-6 महिना गरी एकचोटि हाल्दो छ त्यही पुनः केही हुँदैन अन्त त्यहीको सुविधा बरु ठुलो महिना पाए त्यही ठिक छ। तपाईँले अन्तमा अब मेरो खासै यसो गरिदिए हुन्थ्यो होइन यस्तै भइदिए हुन्थ्यो तपाईँले खासै आफ्नो बच्चाको लागि के चाहनु भयो? मेरो बच्चाको लागि एकन राम्रो सुविधा हुने ठाउँमा राखिदिएर एकन राम्रो गरी पढाइ लेखाइ गरिदिएर अन्त एकन राम्रो पालन पोषण भयो म त्यही चाहन्छु सबभन्दा पनि अरू त केही छैन त नाम राम्रो गरी खाल्दैछु एकै लागि त्यही जो भए पनि जस्तो सुकै भए पनि सहयोग गरिदिने निकायले